भारतमा महाभूकम्प, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाललाई फिर्ता हुने पक्का। अब मुद्दा सिधै संयुक्त राष्ट्र संघमा। भारतले वर्षौंदेखि मिचेको नेपालको पवित्र भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी अब छिट्टै यथार्थमै नेपालको पोल्टामा फर्किने बलियो माहौल तयार भएको छ। नेपाल सरकारले पठाउने कूटनीतिक नोटलाई मात्र व्यवस्था गर्दै आएको भारत अब अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्रसंघ युएनको कठघरामा उभिनुपर्ने अवस्था आएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको भूमि मिचेर भारतले मान सरोवर जाने बाटो बनाएको र त्यसमा चीनले समेत भारतलाई साथ दिएको भन्दै यो मुद्दालाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग जोरदार माग गरेका छन्। दुई छिमेकीले नेपालको शिरमा टेकेर गरेको अनाधिकृत व्यापारिक सम्झौतालाई विश्व सामु नंग्याउन अब ढिला गर्न नहुने चौतर्फी आवाज उठेको छ। यदि यो मुद्दा अन्तर्राष्ट्रिय अदालत वा राष्ट्रसंघमा पुग्यो भने भारतले एक सेकेन्ड पनि जित्न सक्ने आधार छैन। नेपालसँग यस्ता प्रामाणिक तथ्यहरू छन्। सुगौली सन्धि सन् 1826। सुगौली सन्धिको धारा 5 ले स्पष्ट रूपमा भनेको छ, काली अर्थात महाकाली नदी नै नेपाल र भारतको पश्चिमी सिमाना हो। महाकाली नदीको वास्तविक मुहान लिम्पियाधुरा हो, जसको अर्थ लिम्पियाधुरादेखि पूर्वमा गुन्जी, नाभी, कुटी सहितका सबै भूभाग नेपालका हुन्। नेपालले सन् 1961 अर्थात विक्रम सम्वत 2018 मा वरिष्ठ पत्रकार भैरव रिसालको नेतृत्वमा त्यस क्षेत्रमा पुगेर घरधुरी र जनसंख्याको आधिकारिक तथ्याङ्क संकलन गरेको थियो। भारतले त्यहाँ कहिल्यै जनगणना गरेको छैन। सन् 1960 मा नेपाल र चीन बीच भएको सीमा सम्झौताले ती भूभाग नेपालकै हुन् भन्ने लिखित स्वीकार गरिसकेको छ। अहिले चीनले आफ्नो नयाँ नक्सामा त्यो भूमि भारतको देखाउनु सरासर सन्धिको उल्लङ्घन हो। विक्रम सम्वत 2015 सालको आम निर्वाचनमा त्यस क्षेत्रका नेपाली नागरिकले भोट हालेको आधिकारिक रेकर्ड नेपाल सरकारसँग सुरक्षित रहेको छ। त्यसो भए अबको बाटो के हो त? चिठी अर्थात कूटनीतिक नोट मात्र पठाएर सन् 1960 को आफ्नै सम्झौता लत्याउने चीन र मिचाहा प्रवृत्तिको भारत विरुद्ध अब अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्नु नै एकमात्र अस्त्र हो। प्रमाण हाम्रै पक्षमा भएकाले अबको लडाई नेपालले जित्ने पक्का रहेको छ। के सरकारले अब खुट्टा नकमाई लिपुलेक र कालापानीको मुद्दा सिधै संयुक्त राष्ट्रसंघ युएनमा लानुपर्छ? देशको माटो जोगाउने यो अभियानमा तपाईको समर्थन छ भने जय नेपाल लेखेर यो पोस्ट शेयर गर्नुहोस्।